नमस्ते, म स्वर्णिम वाडले, तनहुँ क्षेत्र नम्बर 1 को निवर्तमान सांसद। यहाँ यो रेभोल्युसनरी एग्रिकल्चर वार अन्तर्गत यहाँ लक्ष्मण केसीहरूको भाइहरूको टिमले एउटा कृषि सम्बन्धी एउटा नोट मलाई यहाँ दिनुभएको छ। अब कृषि नेपालको अर्थतन्त्रमा एउटा मेरुदण्ड नै रहि आएको छ हैन। जीडीपीमा चाहिँ खुम्चेर अहिले 1/4 भन्दा कम प्रतिशत योगदान छ, तर रोजगारीका दृष्टिले 60% भन्दा बढी चाहिँ छ। र नेपालको यो समग्र आर्थिक उन्नयनमा कृषिको उत्पादकत्व कसरी बढाउने भन्ने विषय असाध्यै महत्त्वपूर्ण छ। हाम्रा यी सिंचाइ पुर्याउन सकेका छैनौँ हैन, बिउ बिजन मलका कुराहरू छन्, बजारका कुराहरू छन्। किसानलाई यो कृषि भनेको चाहिँ घाटाको पेसा होइन हैन, यसबाटै समृद्धि हासिल गर्न सकिन्छ भनेर जोखिम न्यूनीकरण गर्नुपर्नेछ। त्यसको लागि नयाँ नयाँ इन्स्योरेन्स स्किमहरूका कुराहरू भए र पछिल्लो समय यहाँ लक्ष्मण भाइहरूले नै भन्नुभयो जस्तो किवीहरू हैन, यो त न्युजिल्यान्डतिरबाट आएको एउटा चाहिँ आयातित चाहिँ प्रडक्ट हो, तर नेपालबाटै 1 करोड केजीसम्म पनि हामीले यही उत्पादन, खपत र निर्यात पनि गर्न सकिने भनेपछि गाउँठाउँमै बसी हामीले रोजगारी सिर्जना गर्न सकिने, नेसनल एक्सचेकरमा कन्ट्रिब्युट गर्न सकिने हैन, यो चाहिँ र नेपाली युवाहरूलाई पनि अड्याउन सकिने चाहिँ सम्भावनाहरू देखिन्छ। त्यसैले सरकारमा आउनासाथ कृषिलाई नयाँ ढङ्गले हेर्नुपर्छ। म 48 सालको परिवर्तनपछिको सरकारले लिएर आएको एपीपी एग्रिकल्चर पर्सपेक्टिभ प्लान, त्यसपछि अर्को लिएर आएको एडीएस एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजीले पनि सोचे जस्तो नतिजा किन दिन सकेनन् भनेर रिभ्यू गर्दै अब चाहिँ हाम्रो यो अब 2082 को निर्वाचन पछिको सरकारले चाहिँ कृषिलाई नयाँ ढङ्गले अगाडि लानुपर्ने हुन्छ। कमर्सियलाइजेसन, मेकानाइजेसन त हामीले भन्ने नै गरेका छौँ होइन, तर त्यसलाई ठाउँ, भेग, सम्भावना हेरी फरक चाहिँ पोटेन्सियलको आधारमा हामीले नीतिगत कुराहरूलाई अगाडि बढाउनु पर्ने हुन्छ। तर नेपालमा चुनौती चाहिँ नीतिहरू सही नै हुन्छन् धेरै ठाउँमा, यसको कार्यान्वयन र कार्यान्वयन नहुनुमा मोटिभेसनका कुराहरू पनि हुन सक्छन्। यो साइलोजहरू होइन, एकदम खण्डित म्यान्डेटहरू, एकअर्कासँग कहिलेकाहीँ परस्पर विरोधी कुराहरू पनि भएको हुनाले यो इन्स्टिट्युसनल नै ओभरहलिङ होइन, रिअलाइनमेन्ट गरेर अगाडि जानुपर्छ।